नमस्कार, इमेज संवादमा स्वागत छ। म ऋषिकान्त पौडेल। नेपालबाट वर्षेनी हजारौंको संख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुग्ने गर्दछन्। यी मुलुकहरू खाडी लगायत अन्य मुलुकहरू छन्। श्रमिकहरूलाई वैदेशिक रोजगारीमा लैजानको लागि म्यानपावर व्यवसायीहरू तछाड मछाड गर्ने गर्छन्। अझ उनीहरूलाई श्रमिकको हितमा ध्यान नराखिकन खाली पैसा उपार्जनका लागि मात्रै काम गरेको भन्ने पनि आरोप लाग्दै आएको छ। यस्ता समस्या समाधानका लागि सरकारले पनि विभिन्न समयमा विभिन्न नीतिहरू परिमार्जन गर्दै व्यवसायीहरूलाई लगाम लगाउने गरेको छ। पछिल्लो समय नयाँ सरकार गठन गरे पछाडि पनि वैदेशिक रोजगारीसँग सम्बन्धित केही विषयवस्तुहरूलाई सरकारले कडाइका साथ लागू गर्न सुरुवात गरेको छ। आज इमेज संवादमा हामी वैदेशिक रोजगारीमा देखिएका समस्या, वैदेशिक रोजगारको व्यवसायमा देखिने समस्या, चुनौती र जटिलताका विषयमा केन्द्रित रहेर नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका सचिव कुन्छा दोर्जे डिम्डोङसँग कुराकानी गर्नेछौँ। यहाँलाई स्वागत छ। धन्यवाद। नयाँ सरकार गठन भए पछाडि आफ्नो 100 बुँदे सुधारका जुन कार्यसूची सार्वजनिक गर्यो, त्यसमा वैदेशिक रोजगारसँग सम्बन्धित विषयहरू समावेश भएनन् भन्ने पनि यता कता गुनासो सुनिन्छ। के यो सत्य हो? त्यो यथार्थ हो। आजको दिनसम्म हामीले जुन नेपाल सरकार, जुन नयाँ नेपाल सरकार गठन गरेको छ, त्यसमा त्यति वैदेशिक रोजगार क्षेत्रलाई त्यति प्राथमिकताका साथ नेपाल सरकारले नहेरेको कि भन्ने चाहिँ हामीलाई त्यो भान भएको छ। वैदेशिक रोजगारसँग सम्बन्धित के मुद्दाहरूमा सरकारको ध्यान जानु जरुरी छ? तपाईहरूले देखेका आवश्यकता चाहिँ के हुन्? यस्तो ऋषिजी, मैले वैदेशिक रोजगार व्यवसायी पनि हो म, र अर्को कुरा म तपाईँलाई अलिकति एउटा कुरा पृष्ठभूमिमा पनि जान चाहेँ। यो वैदेशिक रोजगार व्यवसाय साँच्चै यो राज्यलाई अपरिहार्य हो कि यो वैदेशिक रोजगार व्यवसाय गर्ने व्यवसायलाई खाँचो हो कि यो देशलाई चाहिँ रिमिटेन्स भित्राउने भनेर चाहिँ चिनिने यो व्यवसायलाई हामीले जस्तै तपाईँ यो राज्यले किन अपहेलन हुन्छ? र अर्को कुरा तपाईँलाई म के पनि जानकारी गर्छु नि, म वैदेशिक रोजगारी त हो नै, म व्यवसायी हो, तर म वैदेशिक रोजगार व्यवसायमा बाहिर गएर पनि म रिटर्नी पनि हो कि। त्यसैले यो व्यवसायीसँग गर्दा गर्दै पनि म रिटर्नीको हिसाबमा पनि म हेर्ने गर्छु। र यो क्षेत्रमा त्यति चाहिँ जुन तरिकाले सरकारहरूले हेर्नुपर्ने विगतदेखि आजको दिनमा पनि त्यो त यो अहिले त भर्खर सुरुवाती हुँदैछ, त्यसलाई मैले अन्यथा लिन्न। तर के हो भने अलिकति यसलाई प्राथमिकता नराख्या हो कि भन्ने चाहिँ हामीलाई लाग्छ। या रिटर्नी पनि भन्नुभयो वैदेशिक रोजगारबाट। खास विदेशमा नेपाली श्रमिकका लागि मूलभूत रूपमा कस्ता खालका समस्याहरू पर्ने रहेछन्? यस्तो, पहिलो कुरा हामी वैदेशिक रोजगार अघि तपाईँले अगाडि नै पनि भन्नुभयो, हामीले वैदेशिक रोजगार व्यवसायमा जाने कामदारको हक हितको लागि काम गर्नुपर्छ भन्ने पहिलो प्राथमिकताका साथ हामीले काम गर्नुपर्छ, र त्यो गरिरहेको पनि छौँ। जुन तपाईले हामी वैदेशिक रोजगार व्यवसायीले पैसालाई मात्र प्राथमिकता दिन्छ, त्यो होइन। त्यो चाहिँ होइन। सबै ठाउँमा राम्रो पनि हुन्छन्, नराम्रो पनि हुन्छन्, त्यता म पृष्ठभूमि भन्न चाहन्न। तर के हो भने यहाँ चाहिँ समस्या के हो भने हामीलाई वैदेशिक रोजगार जानु पाए भयो, त्यसमा तालिम पनि चाहिएन, त्यसमा एजुकेसन पनि चाहिएन, केही पनि चाहिएन। तर हामी जाने मान्छेलाई जति सक्दो चाँडो जानु पाए हुन्थ्यो, जसरी पनि जानु पाए हुन्थ्यो। यो चाहिँ तपाईँको ओरिएन्टेसनको कमी हो भन्न चाहन्छु मैले चाहिँ। किन म आफैले पनि भोगिया विषय हो। मैले 2000मा मैले वैदेशिक रोजगारमा गएको हो। 2002मा म रिटर्न भएँ। 2002मा पनि गएको साथीहरू, अहिले पनि मेरो साथीहरू त्यही वैदेशिक रोजगारमा जुन ठाउँमा म काम गरेको, अहिले पनि त्यही ठाउँमा मेरो साथीहरू अहिले पनि कार्यरत हुनुहुन्छ। तर त्यहाँ मैले भोगेका मिठा कुराहरू पनि मसँग राम्रो अनुभव छ भन्ने मलाई लाग्छ। त्यसैले पनि यो वैदेशिक रोजगार व्यवसायमा केही न केही गर्छु। अहिले जो मलाई दाइहरूले मलाई वैदेशिक रोजगारको लागि पठाउनु भएको थियो, र उहाँहरूसँगै म एउटा सहकार्य गरेर काम गरिरहने एउटा मौका पनि पाएको छु मैले। त्यो विषयमा पनि वैदेशिक रोजगारलाई जुन हेर्ने नजर मलाई पनि त्यही लाग्छ। जस्तै तपाईँ के हो भने मैले विदेशमा जाँदाखेरि मैले कति सेलेरी पाउँछु भनेर क्यालकुलेटर टाइपिङ गरे हुन्छ, त्यसबाट चाहिँ 12 महिनाको हिसाब गरे हुन्छ। तर त्यो चिज त्यहाँ पुग्ने बित्तिकै, त्यो चिज नभेट्ने बित्तिकै के हुन्छ भने हामीलाई गाली गर्न सुरु हुन्छ। तर मेरो क्षमता के हो भन्ने कुरा चाहिँ
मलाई पनि थाहा हुनु पऱ्यो। मैले तपाईँलाई 200 केजीको चाहिँ वेट भारी बोक्नुहोस् न, तपाईँ बोक्नु सक्नुहुन्न नि। मेरो क्षमता के हो भने मलाई नै थाहा हुनु पऱ्यो। यो चाहिँ उजागर गर्ने चाहिँ तपाईँको क्षमता चाहिँ तपाईँको वैदेशिक रोजगार व्यवसायको पनि हो। र तर तपाईँ नेपाल सरकारले पनि वैदेशिक रोजगारमा जाने कि यदि नेपाल सरकारलाई चाहिँदैन भने यसलाई रोक्दिन्छ। यो कुरामा त आफ्नो क्षमताको कुरा हो भन्नुहुन्छ तपाईँ। जो वैदेशिक रोजगारमा जान्छन् या जसले निर्यात गर्छ कम्पनी र श्रमिकका बिचमा एग्रिमेन्ट हुन्छ। त्यो एग्रिमेन्टमा यो काम गर्ने, यो सेवा सुविधा दिने भन्ने त स्पष्ट लेखिएको हुन्छ नि। तर तपाईँहरूले त्यो जे हो त्यो कुरा चाहिँ श्रमिकलाई स्पष्ट रूपमा नबुझाएको भन्ने आरोप त छ नि त। तपाईँहरूले फेरि पैसाको लागि काम गर्दिन भन्नेहरूले आफ्नो अनुकूल 1 दिन 2 दिन 1 घन्टा 2 घन्टा ओरिएन्टेसन गरेर सिधै भिसा लगाएको पनि त छ। यस्तो तपाईँलाई मैले त्यो पनि एउटा राम्रो भन्नुभयो, तपाईँले सही पनि हो। हामीले चाहिँ तपाईँको के भने जाने मान्छेलाई हाम्रो क्षमता के हो भनेर हामीले इन्टरभ्यू गराउँछौँ के। इन्टरभ्यू गर्ने बेलामा हामीले कुनै ठाउँ प्र्याक्टिकल होला, कुनै थ्योरी होला, होइन, कुनै मौखिक होला, ABCD हामीले गर्नेको बेलामा हाम्रो नेपालीहरू बोल्नमा माहिर हुन्छौँ तर काममा चाहिँ हुँदैनौँ के। तर के भने जे काममा जाँदैछ त्यो काममा चाहिँ आफू पनि सक्षम हुनु पऱ्यो भने मैले तपाईँलाई एउटा कुरा के भने अहिले त्यो पनि पछाडि कुरा गरौँला तपाईँसँग। वैदेशिक रोजगारमा अहिले ठगी भयो भनेर तपाईँहरूले हामीलाई ठगीको उसमा हेर्नुहुन्छ नि, कस्ता व्यक्ति ठगेका छन्। तर वैदेशिक रोजगारमा जति गल्फ कन्ट्री जो चाहिँ गल्फ कन्ट्रीमा जतिमा गएका छन् त्यो साथीहरू ठग्नु भएको छैनन्। 1-2 होला, तर हेर्नुहुन्छ भने तपाईँको 1-2% होला, पर्सेन्टमा जानु भने होइन भने ठगेका छैन। कस्ता व्यक्ति ठगेका छन् भने एजुकेटेड पर्सन, किन तपाईँको युरोपमा जाने मान्छे +2 लेभल ब्याचलर लेभलको मान्छेहरू गएको हामीले देख्छौँ। त्यस्ता व्यक्ति चाहिँ तपाईँको कुन संस्थाबाट जाने, कसरी जाने भन्ने कुरा पनि थाहा हुन्न र उहाँहरूलाई। मैले मात्रै भन्नु खोजेको के भने पहिलो कुरा जाने मान्छे पनि सक्षम हुनु पऱ्यो हामी पनि। तर त्यो दोष चाहिँ के भने हामीलाई मात्रै थोपारियो क्या, राज्यले जहिले पनि हामीलाई मात्रै थोपार्यो। राज्यको त चाहिँ नियमन गर्ने अधिकार छ त, गर्नुहोस् न। हामीलाई चाहिँ तपाईँको आजसम्म कतिवटा म्यान पावरलाई कारबाही गर्यो नेपाल सरकारले। यदि नराम्रो गरे भने त किन कारबाही गर्नु सक्नु भएन, गर्नुपर्छ नि त। तर यदि अहिले जति मान्छे चाहिँ तपाईँ ठगिएको व्यक्तिहरू हुनुहुन्छ, गैर व्यवसायहरू ठगिया छ, या कन्सल्टेन्सीबाट ठगिया छ, या चाहिँ ट्राभल एजेन्सीबाट ठगिया छ। फ्रिलान्स भिजा फ्री टिकट भन्दै चाहिँ तपाईँ के अरे फ्रिलान्स भिजामा चाहिँ यति गयो भने 6 महिना चाहिँ तपाईँ दुबई बस्यो भने युरोप जानु पाइन्छ भनेर सपना दिनदाडै चाहिँ तपाईँ सोसल मिडियामा देखिन्छ। यसलाई नियमन सरकारले किन गर्दैन? अनि हामी 2 करोड 4 करोड यो काम म्यान पावर व्यवसायबाट भएको छैन। यो त हामीले त गरेका छौँ नि। यो हामीले गर्नु पर्यो भनेर हामीले त त्यो अधिकार छैन नि त। कसैलाई चाहिँ तपाईँको कसैको अधिकारमाथि हनन गर्ने हाम्रो कसैलाई त्यो गर्ने अधिकार त हामीलाई छैन। हामीले त नेपाल सरकारलाई झकझगाउने काम हो। हामी उहाँलाई भनेका छौँ कि किन यस्तो भइरहेछ, यो दिनदाडै चाहिँ तपाईँको यसरी चाहिँ खुलियाम चाहिँ सोसल मिडियाहरूमा आइरहेछ, यसलाई किन गर्दैन? यसलाई चाहिँ त हामी 4 करोड के अरे 2 करोड 4 करोड 6 करोड राखेर चाहिँ तपाईँको राखेको व्यवसायलाई किन हामीलाई त जतिखेर पनि उहाँले उपलब्ध गराउन सक्नुहुन्छ। हामी त जतिखेर पनि उहाँले सक्नुहुन्छ नि त। तपाईँ वैदेशिक रोजगार व्यवसायको छाता सङ्गठनको सचिव नेतृत्वदायी भूमिकामा हुनुहुन्छ। तपाईँ एकदम ढुक्कका साथ ग्यारेन्टीका साथ भन्न सक्नुहुन्छ तपाईँका सदस्यहरूले वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई या युवाहरूलाई ठगी गरेका छैनन् भनेर? यस्तो मैले त्यो चाहिँ एउटा नेपाल सरकारको इजाजत प्राप्त संस्थाहरूले त्यो म ढुक्कका साथ भन्न सक्छु। यदि 1-2 सबै ठाउँ सबै राम्रो हुन्छन् भन्ने छैन, सबै चाहिँ दुधले नुहाएको पनि म भन्दिनँ। तर त्यो चाहिँ के हो भने नेपाल सरकारले इजाजत पत्र दिने बेलामा किन ओरिएन्टेसन दिँदैन क्या? हामीले अहिले चाहिँ इजाजत जति पनि बाँड्ने जसलाई पनि बाँड्ने त्यसको चाहिँ तपाईँको के नेपाल सरकारले त्यसलाई चाहिँ एउटा क्याटेगोरीमा राख्नु पर्दैन। कमसेकम 2 दिन ओरिएन्टेसन दिनुहोस्, 3 दिन दिनुहोस्। तपाईँले के विषयमा गर्दै हुन्छ, तपाईँको एजुकेसन के हो, तपाईँको चाहिँ कुन तरिकाले गर्ने कुरा भने त नेपाल सरकारले जसलाई पनि त्यसलाई 2 करोड राख्यो, उसलाई चाहिँ तपाईँको लाइसेन्स दियो। त्यो मात्रै होइन, म्यान पावरको त्यो मात्रै होइन नि त। मेरो भनाइ चाहिँ कहाँनिर हो भने नेपाल सरकारसँग जुन हामीले त श्रम ऐन अन्तर्गत रहेर काम गरे हो, त्यो अन्तर्गत छैन भने त कारबाही गर्नु सक्नु पऱ्यो नि त। नेपाल सरकारले किन गरिराख्नु भएको छैन? गर्नुपर्छ। कस्ता म्यान पावर व्यवसायीलाई कारबाही गर्नुपर्ने जरुरी देख्नु भएको छ? होइन, मैले समग्रमा सबैलाई मैले चाहिँ तपाईँको एउटै डालोमा हालेर हेर्नुहुन्न र सबै त्यो हुँदा पनि होइन। मैले अहिले पनि म तपाईँलाई के भने सबैलाई अहिले सक्षम छैन मैले भनेको छैन। सबै नेपाल सरकारले दिएको इजाजत पत्र अहिले 11,500 लगभग पुगेको छ। त्यो एजेन्सीहरू सबै चाहिँ तपाईँको काम गर्ने अहिले त झन् नयाँ व्यवसायहरू झन् यङ जेनेरेसनको एजुकेटेड पर्सन पनि आछ होइन।
त्यसलाई पनि म स्वागत पनि गर्न चाहन्छु। तर के हो भने मैले यसैलाई हो भन्ने कुरा जस्तै तपाईँले भनिराख्नु भएको छ नि त, ठगी भइरहेछ नि, कानेर ठगेको छ नि त, त्यो त नेपाल सरकारको आँखा पर्नु पर्यो होला नि त, चाहिँ मुखले मात्रै भनेर त भएन। आँखा परेको छ नि, तपाईँहरूले अभिमुखीकरण तालिमका नाममा भनेर मनपरी शुल्क लिनुहुन्थ्यो, त्यसलाई अलि अगाडि सरकारले चाहिँ अब गरिस् भने म लाइसेन्स रद्द गर्छु भन्यो। तपाईँहरूले चाहिँ आफ्नो अनुकूलका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य परीक्षण गराउनुहुन्थ्यो र त्यो मेडिकल रिपोर्ट फेक मेडिकल रिपोर्ट दिनुहुन्थ्यो, त्यसलाई पनि अब यस्तो गरिस् भने म कारवाही गर्छु भनेको छ। तर पनि तपाईँहरूको त यो रोकिएको छैन नि त। अब तपाईँले सही कुरा गर्नु, अभिमुखीकरण तालिम यहाँ तपाईँलाई यो जानकारी छ कि छैन, मेन पावर व्यवसायी भएको मेरो मेन पावर छ, तर मैले अर्को लाइसेन्स अभिमुखीकरण तालिम खोल्नु पाउँदैन। त्यो कसले गर्छ? थर्ड पर्सनले गर्छ, जहाँ कि जसको झोलामा चाहिँ तपाईँको सर्टिफिकेट छ त्यो व्यक्तिले गर्न। म 35 वटा गएर आएको मान्छे हो, म ढुक्क साथ भन्न सक्छु। र मैले प्र्याक्टिकली रूपमादेखि लिएर मैले कति पसिना चुहाउनुपर्छ मलाई त्यो पनि थाहा छ क्या। मैले दिनु सक्दिनँ होला, मेरो जाने कामदार। मेरो एउटा कुरा ऋषिजी, म एउटा कुरा तपाईँलाई के निर्धक्क साथ भन्छु भने मेरो पेसा पनि यही हो, व्यवसाय पनि यही हो, मलाई एकदम राम्रोसँग अनुभव छ। तपाईँले जति चाहिँ कुरा गर्नुभएको छ त्यसको लागि म डिबेट गर्न तयार छु नेपाल सरकारसँग या एबिसी जोसँग पनि, किनकि मैले गरेर आएको छु नि त, काम गरेर आएको छु नि त। अहिले मेरो साथीहरूले पनि सायद चाहिँ तपाईँको के अरे म 2000मा गएको, 2025मा म गएर भेट्दाखेरि पनि त्यो साथीहरू त्यहीँ छन् होइन। उहाँहरू राम्रो खुसी भएर काम गरिराख्नु भएको छ। म त 2002मै रिटर्न भएको हो नि त, मलाई थाहा छ नि त त्यहाँ कस्तो खालको। हामी 40 जना गएको मध्येमा मैले तपाईँलाई एकदम ओपनली साथ भन्छु, मैले त्यतिखेर 480 चाहिँ तपाईँको के अरे सेलेरीमा म गएको थिएँ क्या। तर मैले 6 महिना पछाडि मैले त्यही कम्पनीमा मैले 2500 सेलेरी लिएर म फर्केँ। र ताकि मेरो साथीहरू अहिले पनि 1500मा सेलेरी काम गर्दै हुनुहुन्छ। मलाई एउटा कुरा भनिदिनुहोस् न, सरकारले तोकेको मूल्य र जुन निर्दिष्ट गरेको चाहिँ रकम छ श्रमिकका लागि, त्यो मूल्यभन्दा बढी लिएर तालिम दिनुपर्ने, त्यस्तै मिलाएर स्वास्थ्य परीक्षण गर्नुपर्ने किन होला म्यान पावर व्यवसायलाई? त्यो हामीले गरे होइन। तपाईँले एउटा कुरा के भने हाम्रो काम भनेको वैदेशिक रोजगारमा जाने कामदारलाई चाहिँ तपाईँ सहजीकरण गर्ने, र एउटा कुरा के भने हामी वैदेशिक रोजगार व्यवसाय भनेको एउटा पुल पनि हो क्या, ब्रिजको काम पनि गर्ने हो क्या। हामीले गएर त्यहाँ गएर काम गर्ने त होइन नि त। तर हामीले त्यहाँ जान्छौँ, आफ्नो बलबुता आफ्नो खर्च गएर हामी भिजिट गर्छौँ, त्यसपछि ल्याएर हामी चाहिँ तपाईँको जाने कामदारलाई, हाम्रो दाजुभाइहरूलाई हामी भन्छौँ यस्तो यस्तो छ, तपाईँ इच्छुक छ कि छैन भनेर हामीले भन्छौँ। अर्को कुरा त जुन मेडिकलको कुरा गर्नुभयो र ओरिएन्टेसनको कुरा गर्नुभयो, हामीले गर्ने होइन नि त ओरिएन्टेसन त। हामीले त के भन्छ अहिले जुन सही पनि भएको छ, नेपाल सरकारबाटै गरोस् न ओरिएन्टेसन भनेको त, त्यो पासपोर्ट लिँदै गरोस् अझ तपाईँको, बुझ्नु होइन। ओरिएन्टेसन यसरी जाँदाखेरि के हुन्छ भनेपछि ओरिएन्टेसन क्लास भनेको हामीले दिने होइन क्या, हामीले ल्याएको छैन। अर्को कुरा के भन्दा मेडिकलको विषयमा हामीले मेडिकल त त्यसरी गरेका छैनौँ नि। वैदेशिक रोजगारले मेडिकलमा जुन तोकेको, नेपालको सरकारले जहाँ जहाँ तोकेको छ हामीले त्यहाँ गरेको हो। तपाईँलाई यो पनि जानकारी होस् कि तर एउटा कुरा त सत्य हो नि त, जो श्रमिक छ, जो युवा विदेश जान खोज्दैछ उसले मेडिकल गर्नुपर्ने छ, उसले चाहेर म सरकारी संस्थामा गर्छु भन्दाखेरि त तपाईँहरूले होइन यहीँ गर्नुपर्छ भनेर एउटा सिन्डिकेट त लागू गर्नुभएको हो नि त। त्यो त हामीले गरे होइन, त्यो त राज्यले गरे हो, राज्यले गरे हो। त्यो त तपाईँको हामीले बार के भनेको छौँ भने नेपाल सरकारले, अब अर्को कुरा पनि तपाईँलाई भन्छु यो सँगसँगै, अब यो चाहिँ वैदेशिक रोजगारमा जाँदाखेरि हामीले चाहिँ इन्सुरेन्स पर्ने हुन्छ क्या। त्यो इन्सुरेन्स गर्ने पनि चाहिँ तपाईँको के भने अहिले नेपालको एसएसएफ सामाजिक सुरक्षा कोष अन्तर्गत जाओस् भन्छ क्या हामी। म यो विषयमा म पछि आउँछु। म अहिले खालि यो मेडिकल र तपाईँको ओरिएन्टेसनको कुरा गरिरहेको छु। मेडिकल र ओरिएन्टेसन त्यो हाम्रो होइन। त्यो मेडिकल र ओरिएन्टेसन जहाँ राज्यले चाहिँ दिएछ त्यो जब पोर्टलमा राखेको छ, जुन तपाईँको फेमिस सिस्टममा राखेको छ, त्यो फेमिस सिस्टममा जहाँ देखायो हामीले त्यही क्लिक गर्नुपर्छ। मैले नेपाल राज्यको चाहिँ तपाईँको यहाँमा गरेर गऱ्यो भने त्यो पनि हुँदैन, त्यो हामीले गरे होइन नि त। त्यो त राज्यले त्यसो नियमन त राज्यले गर्नु पऱ्यो नि त, त्यो त हामीले गरे होइन, वैदेशिक रोजगारले गरे। अब अर्को जिज्ञासा, आम मानिसलाई लाग्ने जिज्ञासा के हो भने जो युवा श्रमका लागि विदेश जान्छ, खाडीमा जान्छ या अन्य मुलुकमा जान्छ, त्यहाँ गए पछाडि पर्ने कानुनी झन्झट, तोकिएको सेवा सुविधा नपाउने, तलब नपाउने होइन, त्यहाँ गएर पासपोर्ट कम्पनीले खिचेर राखिदिने, यस्ता खालका समस्याहरू पर्दाखेरि पनि मेन पावर व्यवसायीहरू चाहिँ कानमा तेल हालेर बस्छन् भन्ने एउटा आरोप छ। यसमा चाहिँ तपाईँहरूको सङ्घ कतिको सचेत छ? हामीले यो सम्बन्धी तपाईँले एउटा कुरा के हो भने सबै देशको, सबै मुलुकको आफ्नो नियमहरू हुन्छन्। त्यो चाहिँ तपाईँको के भने मैले साउदीमा पठाएँ, कतारमा पठाएँ, त्यो देशको कल्चर होइन,
त्यो देशको चाहिँ तपाईँको जे छ त्यसलाई अवलम्बन गर्नुपर्छ जाने कामदारले। र जापानमा छुट्टै होला, युरोपमा छुट्टै होला होइन। तर हामीहरू भनाइ के हो भने त्यो त राज्यले चाहिँ तपाईँको जो कूटनीतिक पहल हुन्छ त्यो पहलमा गर्नु पऱ्यो नि त, हाम्रो बसमा। अर्को कुरा तपाईँलाई एउटा कुरा के भन्छु भने हामीले वैदेशिक रोजगारमा पठाउँछौँ, पठाइसकेपछि त्यो त हामीलाई मात्रै जिम्मेवारी हुनु पर्दैन, राज्यलाई हुनु पर्दैन? राज्यको पनि त त्यो चाहिँ राज्यले पनि जिम्मा लिनुपर्छ। तपाईँहरूले राज्यले भनेको निर्दिष्ट गरेको फ्री भिसा फ्री टिकट भन्ने ठाउँमा तपाईँहरू चाहिँ अतिरिक्त शुल्क लिने अनि राज्यले मात्रै सबै कुरा जिम्मेवारी बोक्नुपर्ने तपाईँहरूको दायित्व हुँदैन? हाम्रो दायित्व अवश्य, हाम्रो दायित्व त तपाईँको त्यो त राज्यले पनि गरेको छैन। हामीले 2 वर्षसम्म चाहे मैले 1 रुपियाँ पैसा लियोस्, चाहे लिँदै नलियोस्, चाहे मैले जति पैसा लियो, 2 वर्षसम्म त्यो जिम्मेवारी मेरो हुन्छ। प्रत्येकसँग हाम्रो चाहिँ संवाद हुन्छ, प्रत्येक हामीले गरिरहेछौँ। हामीले अहिलेको हिजोको दिनमा कसरी गर्यो हामीलाई थाहा छैन, तर आजको जुन हिजो चाहिँ तपाईँ टोकरीमा भिजा झार्थ्यो कि फ्याक्स मेसिनबाट, अहिले त चाहिँ तपाईँको ई भिजाको सिस्टम आइसकेको छ। हामी पनि चाहिँ अपडेट भइरहेछौँ। अर्को कुरा जुन तपाईँले भनेको विषयमा चाहिँ हाम्रो चाहिँ तपाईँको दायित्वबाट हामी कहिले पनि पन्छिनौँ। एउटा कुरा के हो भने म गएको कामदारको हकितको लागि काम गर्छु भन्ने मान्छे र म आफै पनि हकितको लागि काम गरिरहेको छु। र मैले एउटा कुरा के हो भने मेरो पेसा र व्यवसाय मैले बुझेको छु कि मेरो पेसा पनि हो व्यवसाय पनि हो। मैले बार भनिरहेको विषय हाम्रो व्यवसायीहरूले बुझ्नु भएको छ यो विषयमा, मलाई त्यो लाग्छ। यस्तै युवाहरू वैदेशिक रोजगारमा जानुभन्दा अगाडि अब हुन त तपाईँहरूले बाहिर त हामी पासपोर्ट राख्दैनौँ भन्नुहुन्छ, तर पासपोर्ट राख्ने फ्री भिसा फ्री टिकट भनेको ठाउँमा पनि अतिरिक्त शुल्क माग्ने या रकम लाग्ने शुल्क लाग्ने ठाउँमा पनि तपाईँहरू आधा पैसा भनेर एडभान्स भनेर लिने गर्नुहुन्छ। यो पनि एक खालको ठगी होइन? ऋषिजी एकदम तपाईँले बार अघि चाहिँ अतिरिक्त शुल्कको विषय भन्नुभयो। हामीले यो राज्यसँग मागेको विषय यही हो। मैले 2000मा मैले जाँदाखेरि मैले चाहिँ त्यतिखेर पनि नेपाल सरकारले 70-80 हजार दिने चाहिँ तपाईँ लिनु पाउने एउटा मैले मेरो अफिस चलाउनलाई मलाई चाहिँ पैसा उठाउनुपर्छ, यो गर्नैपर्छ भन्ने विषय पनि होइन। तपाईँ के हो भने प्रशासनिक खर्च हाम्रो अफिस छैन। मैले के पशुपतिमा गएर चाहिँ मैले त्यो सेवा शुल्क के अरे मैले चाहिँ सेवा गर्नु बस्या होइन नि, मेरो पेसा हो नि यो पेसामा के भने तपाईँले एउटा एटिएम कार्ड तपाईँको हरायो भने अहिले पनि तपाईँले ब्याङ्कले 500 नदिकन तपाईँको एटिएम दिँदैन भने हामीले चाहिँ तपाईँको सेवा शुल्क चाहिँ किन दिँदैन निर्धारण गर्नुपर्छ। अब हाम्रो मेन उद्देश्य के हो भने हामीले पठाएको कामदारको हामीले रसिद दिन पाऊँ, राज्यले त्यो तोकिदिनु पऱ्यो। यतिभन्दा पैसा 1 रुपियाँ पैसा उठायो भने हामी त्यसमा भोग्न तयार छौँ, त्यो हामी तत्पर छौँ। राज्यले शुल्क नतोक्दाखेरि तपाईँहरूले मनलाग्दी रकम लिने बाटो बनेको छ? त्यो बाटो बनेको छ भन्नु मैले खोजे होइन, किनकि तपाईँको त्यो त तपाईँले के हो भने जुन अहिले मैले फ्रीमा त मैले पठाउन सकेको छैन। म फेरि फ्रीमै पठाएको पनि छु। फेरि त्यो जुन राज्यको जुन कम्पनीको चाहिँ टर्म एन्ड कन्डिसन हुन्छ त्यसको आधारमा हामीले पैसा लिए पनि हामीलाई कारबाही गर्ने कम्पनीहरू छ। तपाईँले चाहिँ आरबिआई अन्तर्गत पठाउनुहोस् होइन, मलेसियामा मान्छे पठाउनुहोस्, यदि पैसा लिएको थाहा पायो भने त्यसलाई चाहिँ डिपोर्ट गरिदिन्छ त्यो कामदारलाई। 1 रुपियाँ पैसा नलिने पनि छ, हामीलाई उल्टो पैसा दिएर गरेका छौँ। तर मैले के भने अस्वस्थ प्रतिस्पर्धा भयो, यसलाई चाहिँ तपाईँको नेपाल सरकारले यति उठाउनु पर्ने यो प्रशासनिक खर्च बापत मैले यसरी उठाउनु पर्यो भन्ने पनि होइन। प्रशासनिक खर्च बापत 1 महिना बराबरको जति तलब हुन्छ 1 महिना बराबरको सेवा शुल्क भयो भने हामी चाहिँ चल्न तयार छौँ। र हामीले तिरेको पैसाको रकम सबै कुरा राज्यले बुझेर राज्यले एकदमै सिधा रूपमा यसरी चाहिँ अनुगमन गर्ने हो भने तपाईँका व्यापारीहरूका व्यवसायका छाता सङ्गठन भनेर नेपाल वैदेशिक रोजगार सङ्घ भनेर किन गठन हुनु पर्यो? तपाईँहरू नेतृत्वमा गएर के गर्ने? अनि व्यवसायको हकितको कुरा मात्रै गर्ने हो कि श्रमिकका कुराहरू पनि तपाईँ एजेन्डा वाइज सरकारसँग लैजाने हो? तपाईँहरूको कम्युनिकेसन अनि त्यो सहजीकरण हुँदैन, राज्यसँग वार्ता हुँदैन? हुन्छ, भइरहेछ तर सुनिदिनुहुन्न। हामीले दिएको तपाईँले हेर्नुहुन्छ, हामीसँग चाहिँ तपाईँले प्रत्येक मन्त्री आउँदाखेरि प्रत्येकपल्ट हामीले चाहिँ तपाईँको हामीले आफ्नो खाका यो हो विषय यो हो, यसको विषयमा यदि केही कमी कमजोरी छ हामीमा भनेदेखि हामीलाई कारबाही गर्नुपर्छ, हामीलाई पनि सुध्रिने मौका पनि दिनुपर्छ। अहिले तपाईँलाई मैले के भने फ्री भिजा फ्री टिकटको कुरा गरिरहेछ राज्यले, त्यो गइरहेछ त ल भन्नुहोस् त तपाईँले अहिले फ्री भिजा फ्री टिकट मान्छे गइरहेछ।
अहिले चाहिँ तपाईँको के अरे युरोपको नाममा चाहिँ तपाईँको ठगी भइरहेछ। राज्यले चाहिँ तपाईँ के अरे मागपत्र प्रमाणीकरण गर्नु पर्दैन। युरोप जस्तो मुलुकमा चाहिँ तपाईँको अहिले कन्सल्टेन्सी विभिन्न चाहिँ तपाईँको चाहिँ व्यक्तिले मार्फत ठगी भइरहेछ। अहिले 40,000को मुद्दा चाहिँ तपाईँको थाती छ। त्यो वैदेशिक रोजगार व्यवसाय के अरे छाता सङ्गठनले गर्नु भने हो। त्यो चाहिँ तपाईँ के अरे हामीले त त्यो के भने राज्यलाई यो चाहिँ तपाईँ के भने व्यक्तिगत भइरहेछ, यसलाई रोक्नु पऱ्यो भनिरहेको छु होइन। फेरि के भन्नुहुन्छ सरकार कसै व्यक्तिगत नैसर्गिक अधिकारको कुरा विषय राख्नु भएको छ होइन। त्यस्तो कुरा गर्नुहुन्छ हामीले। यो त तपाईँहरूको राज्यका निकायका नेतृत्वमा जो छन्, मन्त्री होलान्, अरू सचिव होलान्, सहसचिव होलान्, अधिकृत होलान्, उनीहरूसँग तपाईँहरूको चाहिँ अनौपचारिक लेनदेन हुन्छ होला नि त। अनि त्यस्तो हुन्न। हामीसँग जुन तपाईँले भन्नुभयो, हामी चाहिँ एउटा कुरा के भने पेसा गर्न आएको, व्यवसाय गर्न आएको, हामीले त्यो अतिरिक्त कोहीसँग जाने हामी त्योसँग हुँदैन। हामी एउटा छात्र सङ्गठनले हाम्रो व्यवसायी साथीहरूलाई हामीले कहिलेकाहीँ हामीले ओरिएन्टेसन क्लास दिने गर्छौँ। हामी पनि गर्छौँ। जुन तपाईँले भन्नुभयो नि तपाईँहरूको चाहिँ केही पनि हुँदैन भने हुन्छ हाम्रो, किनकि हाम्रो चाहिँ छात्र सङ्गठन के लागि खोल्या भने त्यसैको अघिको लागि। काहीँ चाहिँ तपाईँ हामीले भन्नु पऱ्यो नि त, हामी ठगी भयो भनेर आजको दिनसम्म एउटा चाहिँ तपाईँको के अरे मलाई यो मेन पावरले यो कारणबाट ठगी भयो भनेर हामीलाई पनि दिनुहोस्। हामी त्यसमा चाहिँ तपाईँको यो विभिन्न चाहिँ तपाईँको सामाजिक अभियन्ताको रूपमा चाहिँ मान्छेले हाम्रो बदनाम गरिरहेको हुन्छन् होइन। त उहाँहरूले चाहिँ तपाईँ 60-40मा चाहिँ डिल गरेको हामीसँग रेकर्ड छ। हामीसँग रेकर्ड छ। मैले जति कुरा तपाईँलाई भनेको छु त्यो रेकर्ड छ। यो डिल छन् नि तपाईँको अहिले सामाजिक अभियन्ता भन्नेहरू चाहिँ तपाईँ के अरे उद्धारले त्यो राज्यको काम होइन, त्यो उद्धार गर्ने होइन। अप्ठ्यारोमा परेका जो व्यक्तिगत गएको मान्छेको कुरा गर्दैछु मैले। वैदेशिक रोजगारीमा गएर जो अप्ठ्यारोमा परेका छन् उनीहरूलाई उद्धार गर्दाखेरि 60-40को लेनदेन हुन्छ। त्यो हामीसँग प्रुफ छ। यहाँ यस्तो च्याउसम्म उम्रेको चाहिँ तपाईँको संस्थाहरू छ। त्यो लेनदेनमा तिर्नुपर्ने कसले? जो पीडित हो उसले? त्यो पीडितले मेरो पैसा यति फस्या छ, तपाईँले उठाएको बराबर हामी चाहिँ यति दिन्छौँ भनेर अझ फर्म भर्ने बेलामा 5,000 10,000 कति बुझाउँदो रहेछ क्या। त्यो चाहिँ खै नियमन गरे खै त्यो राज्यको। अनि तपाईँको उहाँहरूले चाहिँ सोसल मिडियामा हाम्रो चाहिँ तपाईँको सोसल नै छैन जस्तो एक्टिभिटी हामीलाई जहिले पनि चाहिँ तपाईँ दलालको सङ्ख्या किन दिन्छ? मैले भने नि त, म गएर पनि आएको मान्छे हो नि त। मैले बुझ्या छैन होला, मैले चाहिँ त्यहाँ गएर कति घाम लाग्छ भने मलाई थाहा छैन होला। यो सबै हाम्रो व्यवसाय साथीहरूले बुझ्नु भएको छ। यो व्यवसाय मजाले बुझेर यो व्यवसाय लागेका छन्। तर यदि कोही हुन्छन् यता कता त्यस्तो त हुन्छन्, तर त्यसलाई त कारबाही गर्ने त मैले भने नि त। हामीले नेपाल सरकारको श्रम ऐन अन्तर्गत रहेर हामीले कार्यरत गरिरहेछौँ। यदि त्यो अन्तर्गत छैन भने हामीले कारबाही गर्नुहोस्। कारबाही भागी भोग्न तयार छु नि त म भोग्न तयार छैन भनेको छैन नि त। तर एउटा कुरा के हो भने हामीले पठाएको कामदारको जुन यो कामदारबाट चाहिँ राज्य चलिरहेछ। तपाईँलाई म के भने गत वर्षको मात्रै तपाईँले के अरे हेर्नुभयो भने 18 खर्ब 60 अर्बको चाहिँ तपाईँको के अरे बजेटको चाहिँ तपाईँको भएको छ भने रिमिटेन्स कति आछ? 14 चाहिँ खर्ब 45 अर्ब चाहिँ तपाईँको रिमिटेन्स भित्र आछ। भनेपछि 1/4 भन्दा बढी होइन चाहिँ तपाईँको ओगटेको यो रिमिटेन्स यो वैदेशिक रोजगार व्यवसायीले गरेको र योगदानको विषयमा चाहिँ त्यो हुँदैन। यहाँ चाहिँ आज 13% देखि 15% चाहिँ तपाईँको उद्योगीहरूले चाहिँ तपाईँको कन्ट्रिब्युसन भइरहेछ जिडिपीमा। भनेपछि यो देश रिमिटेन्सले धानेको देश छ। अनि यसलाई चाहिँ तपाईँको हामीले के हो भने हामीलाई चाहिँ जसरी पनि काम गर्न दिनुहोस्, लुट्न दिनुहोस् भने होइन, हामीलाई नियमन गर्नुहोस् बाबा। हामीलाई चाहिँ हामीले गएको कामदारको लिएको पैसाको रसिद दिन पाऊँ, हामीले त्यो भनेका छौँ नि। त्यो किन नगर्या? त्यो चाहिँ एउटा सरकार आउनुहुन्छ फ्री भिजा फ्री टिकट, ओहो क्या गइरहेछ, बरु बिचरा कति ठगिरहेछ। हामी दोहोरो तीनजना ठगिरहेछ यसबाट। तपाईँले न राज्यलाई चाहिँ हामीले के अरे ट्याक्स तिर्न पाछौँ, न जाने कामदारलाई रसिद पाछ। उसले फर्केर आएको खण्डमा उसले मैले यति पैसा तिरेँ भनेको छ उसले चाहिँ तपाईँको। र हामीले चाहिँ तपाईँ के भने मैले निर्धक्कसँग मैले यो काम गरे बापत मैले चाहिँ यसरी आर्जन गरेको छु मेरो सम्पत्ति भन्नु पाएको छैन। त्यो किन गरे? त्यो राज्यले हेर्नुपर्छ होइन? त्यो कर्तव्य राज्यको होइन। हामीले के हो भने मैले मात्रै के भने 1 महिना बराबरको यो चाहिँ तपाईँको सेवा शुल्क मैले भने पनि भने सेवा शुल्क भन्दा पनि हाम्रो प्रशासनिक खर्च बापत लाग्ने खर्च त उठाउनु पाउँ न। मैले अहिले तपाईँलाई के भने उपसचिव लेभलको अब तपाईँले के भने हामीले वैदेशिक रोजगार मात्रै कुरा गरिरहेछौँ। म तपाईँलाई एउटा कुरा के पनि भन्छु भने यहाँ चाहिँ तपाईँ 25,000 देखि माथि यहाँ आन्तरिक रोजगार पनि हामीले दिइरहेछौँ। तपाईँको सेवा शुल्ककै कुरा गर्नुहुन्छ नि उपसचिव लेभलको चाहिँ तपाईँ के अरे हाम्रो कर्मचारीहरू चाहिँ तपाईँको कार्यरत हुनुहुन्छ। त्यो लेभलको हामीले सेवा शुल्क दिएर राखेका छौँ भने यो राज्यले चाहिँ तपाईँको त्यो सेवा शुल्क चाहिँ हामीले दिइरहेका छौँ नि त।
यो विषय त राज्यलाई थाहा हुनु परेन। अनि हामीले चाहिँ त्यो पैसा कहाँबाट ल्याएर दिने? के हो भने हामीले सर्भिस चार्ज भनेको मैले सेवा गरेको बापत मैले केही रकम लिन पाऊँ, त्यो रकमको मैले रसिद लिन पाऊँ, यति मात्रै गरिदियो भने वैदेशिक रोजगार साँच्चै चाहिँ तपाईँको के भने मर्यादित हुन्छ, व्यवस्थित हुन्छ। पहिलो कुरा फेरि मैले के भने म आफूले म राम्रो भन्दिनँ, त्यो जनमानसले भन्ने कुरा हो होइन। अरूले देख्दा राम्रो देखिनु पर्यो। हामी अरूले देख्दाखेरि राम्रो बन्ने कोसिस गरिरहेछौँ, तर त्यो चाहिँ के कहाँबाट ठगिया छ? हामी राज्यबाट ठगिया छ। जाने कामदार राज्यबाट ठगिया छ। तपाईँ कुरा गर्नुहुन्छ कोरियामा अहिले पठाइरहेको छैन, त्यहाँ चाहिँ किन दिनदाडै चाहिँ तपाईँको पुलिस चाहिँ राखेर चाहिँ तपाईँको ऊ बस्नु परेको छ? त्यो राज्यले गर्नु सकेको रहेछ, राम्ररी काम गरे रहेछ राज्यले। त्यो चाहिँ फ्री भिजा फ्री टिकट गरेर त्यहाँ 1 लाखदेखि 2 लाख तिरेर चाहिँ तपाईँको गइरहेछ। हामीले के जाने कामदारले जसले कुनै कम्पनीहरूले टिकट दिँदैन, त्यो टिकट तिरेर जाने उनीहरूले आफै टिकट काटेर जान्छु भन्नु त पाउनु पऱ्यो नि त। हामीले त्यो भने हो नि त। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले सामाजिक सुरक्षा कोषका लागि पनि पैसा जम्मा गर्नुपर्छ होइन? एकदम पैसा जम्मा गर्ने, तर विदेशमा अप्ठ्यारो पर्यो भने त्यहाँबाट फर्के पछाडि त्यो कोषमा जम्मा गरेको जुन उद्देश्यका लागि हो त्यो उद्देश्य प्राप्त नहुने, अझै जति आफूले त्यो राहत लिनुपर्ने हो त्यो राहतै पाउन पनि त दिनदिनै गुहार्नुपर्ने अवस्था छ नि त। यो कुरालाई सङ्घले चाहिँ के काम गरेको छ? यो विषयमा तपाईँले राम्रो विषय पनि उठाउनु भयो। हामीले यो बार भनेको यो सामाजिक सुरक्षा कोषको बारेमा तपाईँले भने जस्तै हामीले वैदेशिक रोजगारमा जाने कामदारहरूको लागि मात्रै नभएर आन्तरिकको लागि पनि गर्नुपर्छ र हाम्रो कामदारहरूको लागि पनि गर्नुपर्छ भन्ने विषयमा हामीले कुरा उठाइरहेछौँ। र अर्को कुरा के भने जुन तपाईँले विषय कुरा गर्नुभयो त्यो त राज्यले गर्ने विषय हो। त्यो जस्तै मैले किन गरेन भने हामीले हाम्रो व्यवसायलाई ओरिएन्टेसन क्लास पनि लिइसकेका छौँ। त्यो कोषमा त खरबौँ रकम छ होइन? खरबौँ रकम छ होइन। त्यो चाहिँ तपाईँको एउटा यो विगतको सरकारले यो पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गरे जस्तो मलाई लाग्छ। त्यतिखेर पनि एउटा यो राम्रो पनि हो। त्यस विषयमा पनि हामीले बार कुरा उठाइरहेको, उहाँहरूसँग हामीले संवाद पनि भइरहेछ। हामीले चाहिँ तपाईँको त्यहाँको इडीसँग होइन, त्यहाँको निर्देशकज्यूहरूसँग हाम्रो त्यसको संयोजक म आफै पनि छु। त्यहाँको संवाद गर्ने विषयमा सङ्घको तर्फबाट म त्यसको संयोजक पनि छु। त्यो मानेमा म एकदम अवेर पनि छु र त्यसमा हामीले बहस पनि चलिरहेछ। त्यहाँ हामीले के भन्यो भने अहिले जुन हामीले पठाउँदाखेरि जुन अहिले व्यक्तिगत भन्दा पनि संस्थागत रूपमा राम्रो होस् भन्ने हाम्रो चाहना हो। अर्को जुन इन्सुरेन्स गरेर पठाउँछौँ त्यो इन्सुरेन्स भन्दा पनि त्यो इन्सुरेन्स त यो व्यक्तिमा गइरहेछ। यो चाहिँ तपाईँ राज्यलाई एसएसएफ भनेको राज्यलाई आउने हो। यसलाई प्राथमिकताका साथ राखेर कार्य गर्नु पर्यो भनेर हामीले ओरिएन्टेसन क्लास। तर कस्तो दुःख लाग्दो कुरा छ है, सुरक्षा कोषमा रकम जम्मा पनि गरेको छ, पहिले तिरेको छ जति तिर्नुपर्ने हो, बिमा पनि गरेको छ। कथम कदाचित श्रम गर्दै त्यस्तो नहोस्, श्रम गर्दै कसैको निधन भयो श्रमिकको भने उसको शव नेपालसम्म ल्याइ पुर्याउन पनि त्यो अभियान चलाउनुपर्छ। अभियान चलाएको देख्छौँ। यसका लागि सङ्घले यति गम्भीर कुरामा राज्यसँग सिरियसली टक गर्न सक्दैन भने? यस्तो यो चाहिँ एसएसएफको भन्दा पनि यो चाहिँ प्रबन्ध बोर्डको विषय हो होइन। यो प्रबन्ध बोर्डको विषयमा हामीले एकदम बहस गरिरहेछौँ र अहिले जहाँसम्म लाग्छ त्यस्तो चाहिँ छैन जस्तो मलाई लागेको छ है। जुन हामीले चाहिँ तपाईँको 1500 हामीले तिर्या हुन्छौँ जुन जाने बेलामा, त्यो चाहिँ तपाईँ 1500देखि 2500को हाराहारीमा जुन एजको हिसाबमा लिने गरिन्छ। त्यो चाहिँ तपाईँ अतिरिक्त हामीले जुन तिर्या हुन्छौँ त्यो चाहिँ तपाईँ के हो भने त्यो चाहिँ राज्यले हामी ढकढक्याउने चाहिँ हामीले काम गरेका छौँ। किनकि त्यहाँ चाहिँ जुन विषय त्यस्तो चाहिँ एक्सिडेन्ट भयो त्यो भएको विषयमा अहिले त राज्यले त्यो हेरिरहेछ। पहिलाभन्दा अहिले चाहिँ डेभलप चाहिँ भयो भन्ने मलाई लाग्छ होइन। अर्को कुरा तपाईँले चाहिँ हरेक कुराहरूमा हामीलाई चाहिँ जुन दोषाइराख्नु भएको छ यो चाहिँ तपाईँहरू त कस्तो ठाउँमा हुनुहुन्छ भने तपाईँले अनौपचारिक रूपमा अघि भन्नुभयो म्यान पावर व्यवसाय त मान्छे नै बेच्ने हुन् भन्ने एउटा छ नि त। तर हुन चाहिँ तपाईँहरू श्रमिक बेच्ने हो, तर तपाईँहरूका कतिपय गतिविधिले चाहिँ मान्छे नै बेच्या हो कि मान्छे नै तस्कर गरे हो कि भन्ने कुरा त विभिन्न खालका घटनाक्रमले देखाउँछन् नि त। त्यो चाहिँ चिन्नु पर्यो। त्यो चाहिँ तपाईँ के हो भने म निर्धक्का साथ भन्छु, म वैदेशिक व्यवसाय हुँ भन्छु म होइन। म जहीँ गएँ के भन्नुहोस् त, तपाईँ मान्छे बेच्नुहुन्छ कि श्रमिक? म श्रमिक बेच्ने हो। म श्रम चाहिँ त जसको चाहिँ श्रम छ त्यो श्रमको चाहिँ सम्मान गर्ने मान्छे हो हामी। त्यो श्रमिकको चाहिँ तपाईँको उसको चाहिँ कस्तो खालको चाहिँ उसको यहाँ राज्यले दिनु पऱ्यो नि त। यदि यो मैले तपाईँले त्यही लेभलको सेवा शुल्क दियो भने मेरो बालबच्चा छोडेर म विदेश जान्छु होला, म गथेँ होला
म पनि कुनै बेला म स्कुलमा पढ्ने बेलामा मलाई राज्यले के सिकायो, जुनसुकै कलेजमा त्यो ढुङ्गा हान्नुभन्दा अरू सिकायो? यहाँ चाहिँ तपाईँ के अरे दिन वार्षिक रूपमा 5 लाख चाहिँ तपाईँको के अरे यहाँ कामदारहरू उत्पादन हुन्छ। 1 देखि 2 लाख भन्दा चाहिँ तपाईँको निजामती कर्मचारीदेखि चाहिँ तपाईँको भन्दा अरू खपत हुँदैन। 3 लाख मान्छे यहाँ के गर्छन्? यहाँ जुन हामीलाई दोष दिनुभन्दा यहाँ काम गराउनुहोस् न। यहाँ राज्यले चाहिँ तपाईँ सेवा शुल्क दिनु जाँदैन नि, हामीलाई गाली गर्नै पर्दैन राज्यले। हामी त यहाँ स्वरोजगार यहाँ रोजगार दिउँ न, हामी त त्यो हो नि त। फेरि अर्को गाली नै गर्यो भन्नुहुन्छ। श्रम स्वीकृति नै नभएका देशहरूमा विभिन्न प्रलोभन पारेर युवाहरूलाई चाहिँ विदेश पठाएको र त्यसपछि त्यहाँ अप्ठ्यारोमा परेको भन्ने पनि त तपाईँहरूलाई आरोप छ नि त। हो, त्यही त भने मैले तपाईँ किन अहिले युरोपमा राम्रो मुलुकमा चाहिँ तपाईँ किन डिमान्ड लेटर एसोसिएसन नगरिदिएपछि चाहिँ तपाईँको के अरे कसरी जान्छ मान्छे? त्यो इन्डिभिजुअल जान्छ। हामीले गरेका छैन, त्यो पनि सहजीकरण तपाईँहरूले गर्नुहुन्छ, हामीले गरेका छैन, तपाईँहरूको सदस्यले गर्छन्। त्यो गरेका छैन, हामीले त्यो गऱ्यौँ भने हामीले खबरदारी गरेका छौँ। हाम्रो चाहिँ तपाईँको व्यवसाय साथीहरूलाई, हाम्रो सदस्यलाई यो चिज गर्नुहुन्न है, हामीले भनेका छौँ। यदि गरे थाहा पाइयो भने त त्यो नेपाल सरकारले त कारवाही गर्नु पऱ्यो नि त। हजुरले मलाई दिनुहोस् त, लिस्ट दिनुहोस् त, आजसम्म कतिवटा मेन पावरलाई कारवाही गरेछ यो राज्यले? त्यो त तपाईँहरूको मिलो मत होला नि। अघि नै मैले भने नि, तपाईँहरूको त राज्यका निकायहरूसँग चाहिँ अनौपचारिक लेनदेन हुन्छ भन्ने कुरा त ओपन सेक्रेट जस्तो मानिन्छ। त्यो त हजुरले राज्यसँग सोध्नु पऱ्यो, यो त मसँग सोध्ने भन्दा नि मैले त मैले अघि नै भने म आफूलाई कम राम्रो भन्ठान्छु त, तर अरूले हेर्दा राम्रो भन्नु पऱ्यो नि त यो विषय। अर्को कुरा तपाईँलाई के भने हरेक कुरामा तपाईँले जुन भनिराख्नु भएको छ नि, अहिले चाहिँ तपाईँको दुबईमा मान्छे जानलाई जुन अस्ति जुन जेन्जे आन्दोलन पछाडि जुन एउटा चाहिँ तपाईँको पिसिसी पुलिस रिपोर्ट एसएसए गराउनु पर्ने, त्यो पनि नेपाल सरकारले गरेको पुलिसलाई पनि चाहिँ तपाईँको दुबईकोले गर्नुपर्ने भनेपछि राज्य कति फितलो रहेछ यो राज्यको। त्यहाँ चाहिँ 14,700 यदि चाहिँ त्यहाँ सेटिङ गर्ने हो भने अझ 2,000 के अरे 20,000 लाग्छ। त्यो कसले तिर्छ? त्यो जाने कामदारले। अनि थोपरिन्छ को माथि? हामी माथि। यो अतिरिक्त शुल्क किन नघटाएको? त्यो त्यहाँको चाहिँ तपाईँ कूटनीतिक पहल किन नभएको? यो विषयमा किन चाहिँ तपाईँ राज्यले कुरा नउठाएको? बार हामीले कुरा गरिरहँदा किन यो कसलाई फाइदा छ? यो 14,000 चाहिँ तपाईँको के अरे 14,700 चाहिँ तपाईँको तिरेर त्यो जाने काम मैले त तिर्दिनँ नि त, जाने कामदार तिर्नु पऱ्यो नि त। के गर्यो भने आम नागरिकले गाली तपाईँहरूले गर्ने, तपाईँहरूले दोष राज्यलाई दिने, यो कुरालाई यही बिट मारौँ आजलाई। र तपाईँहरूको व्यवसायप्रतिको एउटा सत्य पनि के हो भने पछिल्लो समय मध्यपूर्वमा जुन युद्ध जारी छ त्यो युद्धका कारण वैदेशिक रोजगार व्यवसायमा कतिको असर परेको छ? धेरै असर परेको छ। अहिले साँच्चै भन्यो भने वैदेशिक रोजगार अहिले हाम्रो जति जुन मिडल इस्टमै हो हाम्रो काम हुने होइन, मध्यपूर्व एसियामा हाम्रो चाहिँ मध्यपूर्वमै हो हाम्रो काम हुने, त्यो कारणबाट चाहिँ अहिले तपाईँको हाम्रो अफिस साँच्चै भन्यो भने ठप्पै छ। अर्को कुरा बडा गजबको कुरा छ क्या हाम्रो राज्यको, तपाईँहरूले हामीले मात्र दोष दिनुहुन्छ, यो राज्यलाई पनि यो क्वेसन गर्नु पऱ्यो हजुरहरूले। एउटा कुरा के भने बडा गजबको छ क्या, यो बाहिर जो छुट्टी आएको छ त्यसलाई जान दिइरहेछ होइन, रिइन्ट्रीको नाममा होइन। आज चाहिँ तपाईँको 3,000 भन्दा चाहिँ 1,500 3,000 भन्दा माथि चाहिँ तपाईँको गइरहेछ श्रम स्वीकृति दिएर, अनि संस्थागत चाहिँ बन्द गरिरहेछ। अनि के त्यो जाने मान्छे र अहिले हामीले मेन पावरले पठाएको मान्छे र त्यो चाहिँ रिटर्नी भनेर के छर्राले त्यो बमको छर्राले चिन्छ क्या हो, त्यसलाई मात्र लाग्ने रहेछ क्या हो। अहिले रोक्नुपर्छ श्रम स्वीकृति? होइन, रोक्ने हो भने सबै रोक्नु पऱ्यो नि त। त्यो त चाहिँ कूटनीतिक पहल हुनु पऱ्यो। साँच्चै त्यहाँ चाहिँ के भइरहेछ त, त्यहाँको हताश भएको छ कि छैन कि त्यो त खोइ त राज्यले त्यसको चाहिँ तपाईँको निकालेको, त्यसको चाहिँ डाटा निकाल्नु त भएको छैन। रोकिया छ, त्यो संस्थागत रोकिया छ, जाने मान्छे गइरहेछ। अर्को कुरा तपाईँलाई थाहा छ फ्री भिजा, अर्को कुरा के अरे भिजिट भिसामा मान्छे गइरहेछ, तपाईँलाई चाहिँ भिजिट भिसामा मान्छे गइरहेछ, अहिले पनि गइरहेछ। कसले पठाउँछ यो? त्यो कसले? त्यही त हामी खोज्दैछौँ, यसलाई रोक्नु पऱ्यो भनेर हामीले चाहिँ बार भनिरहेछौँ। त्यो यदि त्यो पठाउने मान्छेलाई कारवाही गर्नुहोस् भनेको छ। अरू 40,000 चाहिँ तपाईँ महिलाहरू कुवेतमा घरेलु कामदारमा चाहिँ गएका छन्, नेपाल सरकारले चाहिँ तपाईँको यहाँ स्वीकृति दिएको छैन, कहाँबाट गयो त्यो? त्यसको दोषी को? अनि जहिले पनि हामीलाई दोष दिने तपाईँहरूले, त्यो चाहिँ राज्यलाई यदि यो देशमा केही महिलाहरू चाहिँ कस्तो छन् भने हामी गरिब मुलुकमा हामी छौँ होइन, अहिलेसम्म आय स्रोत हाम्रो राम्रो स्थिति छैन, जसले मेरो छोराछोरी पाल्नु पर्यो, कोही चाहिँ तपाईँको आफ्नो हस्बेन्ड नभएको कारणबाट होला, कोही घरेलु हिंसाको कारणबाट होला, के होला, मैले मेरो छोराछोरी पढाउनु भनेर मैले जान्छु, राम्रैसँग जान्छु भन्ने महिलाहरूलाई मैले राम्रोसँग पठाउनु दिने कि नदिने? यदि रोक्ने हो भने किन पूर्ण रूपमा रह्यो? त्यो 40,000 महिला कामदारको जिम्मा कसले लिने?
भोलि त्यहाँ केही हताश भयो भने त्यसको जिम्मा कसले लिने? यो राज्यले लिनुपर्छ पर्दैन। अनि जहिले पनि दोष हामीलाई दिने, हामीले गरे भने त हामीलाई कारवाही गर्नुहोस् भनेको छ नि त। यहाँ भिजी भिसाको नाममा चाहिँ तपाईँको मेरो गाउँको चाहिँ चेलीबेटी, ताकि म एउटा चाहिँ एउटा तामाङ फ्यामिलीबाट बिलङ गर्छु, म गर्वको साथ भन्छु, मैले के भने मेरो चेलीबेटीहरू साँच्चै विगत ठाउँमा नेपाली शब्द पनि प्रष्ट बोल्न आउँदैन। उहाँ चाहिँ तपाईँको विदेशमा जाँदै हुन्छ, ताकि मैले चाहिँ तपाईँको फ्रिज एउटा देखाएको छैन, फ्रिजमा चाहिँ जुत्ता राख्ने हो कि सामान राख्ने हो थाहा हुन्न, त्यस्तो व्यक्ति चाहिँ तपाईँ भिजी भिसामा जाने यहाँ अनुमति दिने को? यहाँको राज्य कस्तो छ? अनि त्यो मान्छे भिजी भिसामा गएको हो त? हामी अन्तमा छौँ, संस्थागत रूपमा भनिदिनुहोस् त, यो श्रम स्वीकृतिका विषयमा तपाईँहरू र राज्य बिचको विवाद या यो बुझाइमा कठिनाइ हो, या तपाईँ र राज्य बिच के कुरामा मिल्न सकिरहेको छैन? यो चाहिँ यस्तो हो, राज्यले चाहिँ तपाईँको यो वैदेशिक रोजगारलाई साँच्चै एकदम गहिरिएर हेर्नुपर्छ। म तपाईँलाई के भन्न चाहन्छु, एकदम गहिरिएर हेर्नुपर्छ। साँच्चै आन्तरिक रोजगार यहाँ छ भने एउटा ग्लोबल भिलेज, यो अहिले वर्ल्ड ग्लोबल भिलेजको उसमा गइरहेछ भनेदेखि एजुकेटेड पर्सन पनि जान्छन्, नन एजुकेटेड पनि पर्सन जान्छन्, आफ्नो क्षमता अनुसार वैदेशिक रोजगार जाने, त्यसलाई सहजीकरण गरिदिनु पऱ्यो, सहजी रूपमा जानु पाउनु पऱ्यो। हामी त त्यो जाने कामदारको लागि हामी काम गर्ने मान्छे हो। हामी जबसम्म उहाँहरू सुरक्षित हुनुहुन्न हामी सुरक्षित छैनौँ। पहिलो कुरा हामी जाने कामदारकै हकितको लागि बोल्ने मान्छे हो होइन, कसैले बोलेर यहाँ हुँदैन, हामीले बोल्छौँ, हामी गर्छौँ। यो राज्यको चाहिँ हकित, यो चाहिँ जाने कामदारको हकितको लागि बोल्ने हो। त्यसैले के हो भने हामीले सिम्पल कुरा तपाईँले के भने एउटा चाहिँ सेवा शुल्क चाहिँ तपाईँको के अरे हामीलाई प्रशासनिक खर्च बाबत उठाउने, योभन्दा गऱ्यो भने दण्ड गर्नुहोस् होइन। अर्को कुरा चाहिँ तपाईँको जाने यहाँ चाहिँ तपाईँ के भने एकदम जहाँ जहाँ राजदूतहरू छन् त्यहाँ राजदूतावासले चाहिँ तपाईँको डिमान्डहरू एचएसएस टाइमली गरिदिँदैन होइन। 1 सेकेन्डमा हुने काम चाहिँ तपाईँको हप्ता दिन 2 दिन 1 महिना लागिदिन्छ होइन, त्यो पनि हुँदैन होइन। अनि हामीले कुरा गऱ्यौँ भने के भन्नुहुन्छ, यहाँ चाहिँ तपाईँको वर्कर हाम्रो चाहिँ उनै छैन, एक्सेसै छैन, यहाँ काम गर्ने मान्छे छैन, पूर्वदेखि पश्चिम जानुपर्छ, त्यो राज्यको दायित्वभित्र पर्छ होला जस्तो लाग्छ होइन। धेरै कुरा भाषी जानै पर्दैन, सेवा शुल्क दिने र नेपाल सरकारले नियमन गर्ने हो भने। र अर्को कुरा विभिन्न मुलुकमा जुन युरोपमा जाने डिमान्ड लेटरहरू जो राज्यले राम्रो गर्ने ठाउँहरूमा जुन विकसित मुलुकहरूमा जान पाउनु सहजीकरण गरिदिनु पऱ्यो। त्यो चाहिँ तपाईँ के भने राज्यले गर्ने विषय हो होइन, व्यक्तिगत ठगी भइरहेछ यहाँ। अर्को कुरा तपाईँलाई आन्तरिक रूपमा हामीले जति चाहिँ तपाईँको के अरे रोजगार दिएका छौँ, तपाईँ यो वैदेशिक रोजगार नहुने हो भने राज्यले कति असर पर्छ त्यो तपाईँलाई थाहा भएको कुरा हो। त्यो चाहिँ तपाईँको के अरे विज्ञहरूलाई तपाईँले अर्थविदहरूलाई तपाईँले सोध्दा हुन्छ होइन, उहाँहरूलाई जानकारी एकदम राम्रो विषय छ। यो श्रम स्वीकृतिका विषयमा प्रश्न पारिदिनुहोस् न, यो श्रम स्वीकृति अहिले जे भइरहेछ, अहिले जुन भइरहेछ त्यो चाहिँ तपाईँ के भने यदि जुन ठाउँमा अहिले युद्ध भइरहेछ त्यो युद्धग्रस्त क्षेत्रमा नपठाउँ, तर यदि युद्धग्रस्त छैन भने पठाउँ। अहिले चाहिँ तपाईँ के भने हामीसँग 40,000 3,000 भन्दा बढी चाहिँ कामदारहरू जान नपाएर चाहिँ जसरी पनि जाउँ भनेर बसिरहेछ। हामीले रोकिरहेछौँ, नयाँ कामदारहरू जानु रोकिरहेछन्। हामीले के भनेको छ भने अब गइरहेछ त, डेली गइरहेछ त भन्नुहुन्छ। उहाँ पल्लो घरको रामबहादुर गएको हुँदो रहेछ, अब आएर छुट्टी गएको हुन्छ, ऊ त गइरहेछ त, ऊ त छुट्टी आएर गएको हो नि त। छुट्टी जानलाई चाहिँ जानु पाउने, हामीले चाहिँ जानु नपाउने भन्ने विषय छ। मैले भन्नु खोजेको भने साँच्चै नै त्यस्तो छ भनेदेखि रोक्नुपर्छ राज्यले। पहिलो हाम्रो चाहिँ तपाईँको दायित्व पनि हो त्यो जाने कामदारको लागि हकितको लागि काम गर्ने भएको हिसाबले। यदि त्यहाँ गएर त्यस्तो चाहिँ तपाईँको युद्ध मरुभूमिमा जानु छ भनेदेखि त्यसमा नपठाउनु, त्यस्ता मुलुकहरूमा श्रम स्वीकृति रोक्दै हुन्छ। तर यदि त्यस्तो छैन भने त खुला गरिदिनु पऱ्यो नि त, त्यो जाने त्यसको चाहिँ अधिकारको कुरा त दिनु पऱ्यो नि त। हामीलाई त बार आज भएन, भोलि भएन, पर्सि भएन, निकोर्सी भएन। तर के हो भने यो राज्यले चाहिँ विभेद भएको छ क्या, संस्थालाई किन विभेद गर्छ मलाई थाहा छैन। यस्तो विभेद नहोस् भन्ने हो मेरो चाहना, यति मात्रै हो। जहाँसम्म लाग्छ यो सरकारले हेर्छ भन्ने पनि लाग्छ, एउटा जनादेश चाहिँ पाएको हो होइन, हामी त्यसको सम्मान पनि गर्छौँ होइन। कुनै हामीलाई त के हो भने राम्रो राज्य सञ्चालन भएर हामीले राम्रोसँग चाहिँ मैले यो व्यवसाय गरेँ भनेर ढुक्कसँग गर्ने वातावरण बनोस् भन्ने मेरो यही शुभकामना भन्दा मैले अरू केही दिन सक्दिनँ। हस्, धेरै धेरै धन्यवाद छ। धन्यवाद यहाँलाई पनि। आज हामीले इमेज संवादमा वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या, चुनौती, वैदेशिक रोजगार व्यवसायीहरूको दायित्व र श्रमिकले पनि ख्याल गर्नुपर्ने कति कुराहरूका विषयमा रहेर नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका सचिव कुन्छा दोर्जे डिम्नोङसँग कुराकानी गरौँ। आजको इमेज संवादबाट म ऋषिकान्त पौडेल बिदा माग्छु। नमस्कार।